नेपाल राष्ट्र बैंकले आज चाहिँ समग्र विज्ञापन खुलाएको छ। हामीले देख्न सक्दछौँ कि समग्र विभिन्न तहका कर्मचारीहरूको पदपूर्तिको निम्ति चाहिँ आर्थिक वर्ष 2082-83को भ्याकेन्सी चाहिँ आज एनाउन्स भएको स्थिति छ। आज 2082 आज मङ्सिरको 19 गते समग्र हुन्छ नि नेपाल राष्ट्र बैंकले खुल्ला प्रतिस्पर्धात्मक परीक्षा सँगसँगै आन्तरिक प्रतिस्पर्धा र सँगसँगै समग्र कार्य सम्पादन मूल्याङ्कनमा आधारित भएर चाहिँ समग्र विज्ञापनहरू चाहिँ खुलाएको स्थिति छ। हजुरले देख्न सक्नुहुन्छ होइन। विज्ञापन चाहिँ समग्र हुन्छ नि राम्रै सङ्ख्यामा चाहिँ विज्ञापनहरू भएको स्थिति छ। हजुरहरूले चाहिँ तयारीलाई चाहिँ हुन्छ नि अब मजबुत बनाउने बेला आएको स्थिति छ र हामीले चाहिँ विज्ञापनको बारेमा हामीले डिटेलमा जानकारी प्राप्त गर्नेछौँ र हामीले बुझ्नुपर्ने हुन्छ कि नेपाल राष्ट्र बैंकको रिक्त रहेको होइन निम्न पदहरू चाहिँ खुल्ला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकबाट 2082 मङ्सिर 19 गतेदेखि विद्युतीय माध्यमबाट दरखास्त तपाईँको फारम पेस गर्न सकिने व्यवहार तपाईँको गरिएको छ। सँगसँगै विद्युतीय माध्यमबाट दरखास्त फारम पेस गर्दाखेरि बैंकले तोकेको सम्पूर्ण विवरण उक्त दरखास्त फारम उल्लेख गरी सोको साथ नेपाली नागरिकताको प्रमाणपत्र, दरखास्त दिने पदको लागि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका विवरणहरूसहित हामीले चाहिँ एप्लाई गर्नुपर्ने हुन्छ। सँगसँगै यो सहायक स्तरको चाहिँ जुन प्रकारको यो परीक्षाको निम्ति चाहिँ हामीले बुझ्न सक्दछौँ कि यो सहायक स्तरको परीक्षाको हकमा चाहिँ यो लोकसेवा आयोगबाट चाहिँ लिएको होइन जुन प्रकारले यो कार्तिकको 15 गते लिएको एकीकृत तपाईँको परीक्षा प्रणालीको चाहिँ आधारमा सञ्चालित पूर्व योग्यता परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र पनि सँगसँगै पेस गर्नुपर्नेछ र एज अ हुन्छ नि प्रिटेस्टमा पास हुन नसकेका उम्मेदवारहरूको लागि चाहिँ यो अलिकति हुन्छ नि यो अवस्था चाहिँ छुटेको अवस्था छ। र सँगसँगै अर्को भनेको हामीले सङ्ख्याको हिसाबले हेर्ने हो भने विज्ञापन भनेको सहायक निर्देशक अर्थशास्त्रमा चाहिँ हामीले हेर्ने हो भने एकजना खुलाको स्थिति छ, खुल्लाबाटै एकजना छ होइन। सँगसँगै हामीले यो सहायक निर्देशक व्यवस्थापनमा पनि हामीले चाहिँ हेर्ने हो भने एकजना नै छ, यो पनि खुल्लाबाटै टोटलमा रहेको छ भने अलिकति हुन्छ नि सहायक निर्देशक अर्थात् यो पद भनेको अलिकति धेरै तपाईँको कोठाहरू चाहिँ खोल्ने पद हो र यसमा चाहिँ टोटलमा 39वटा चाहिँ कोठा खोलेको छ भने खुल्लाबाट 22वटा, सँगसँगै महिलाबाट 5वटा र आदिवासी तथा जनजातिबाट 5वटा र सँगसँगै मधेसीबाट 4जना, एकजना दलित, अपाङ्ग एकजना र पिछडिको एकजना गरेर टोटलमा 39वटा चाहिँ विज्ञापन चाहिँ यो सहायक निर्देशकमा खुलेको छ भने सँगसँगै यो लेखा परीक्षण अर्थात् लेखामा चाहिँ सहायक निर्देशक पदमा नै 10वटा कोठा खोलेको छ। जसमा यो भनेको चाहिँ सिए होइन, सिए, एसिसिए, सिपिए लगायतका प्रोफेसनल कोर्सहरूको जुन प्रकारको यो हुन्छ नि सहायक निर्देशक पद हो यो पदमा चाहिँ 10वटा र सँगसँगै 5वटा चाहिँ खुल्ला, एकजना महिला, आदिवासी तथा जनजाति एकजना र एकजना मधेसी, दलित एकजना र पिछडिएको क्षेत्र एकजना गरेर चाहिँ सहायक निर्देशक जुन प्रकारले लेखा परीक्षणलाई चाहिँ खुलेको स्थिति छ भने वाणिज्य कानुन होइन सहायक निर्देशक पदमा नै समग्र हेर्ने हो भने 4जना खोलेको स्थिति छ, 2जना चाहिँ खुल्लाबाट छ भने एकजना महिला र एकजना चाहिँ दलित रहेको कुराहरू छ। र सँगसँगै अर्को सबैजना धेरैजनाले +2 पास गरिसकेपछि दिन पाउने भनेको यो सहायक पद हो। त्यो सहायक द्वितीय पद अर्थात् प्रशासनको निम्ति चाहिँ 21जना चाहिँ कोठा खोलेको स्थिति छ। हजुरले देख्न सक्नुहुन्छ होइन। 21जना चाहिँ कोठामा 12जना चाहिँ खुल्लाबाट खोलेको छ भने 3जना महिला र 2जना तपाईँको यो दलित आदिवासी तथा जनजाति, सँगसँगै मधेसी 2जना र तपाईँको अपाङ्ग एकजना र पिछडिएको क्षेत्र एकजना गरेर चाहिँ टोटलमा 21जनाको चाहिँ कोटा खुलेको स्थिति छ। र हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ कि यो शैक्षिक तपाईँको न्यूनतम योग्यता हेर्ने हो भने हामीले सजिलै बुझ्न सक्दछौँ कि यो विज्ञापन नम्बर 13/2082 को यो जुन सहायक निर्देशक खुल्ला अर्थशास्त्र छ यो भनेको स्वदेशी विश्वविद्यालयबाट चाहिँ अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेको हुनुपर्ने हुन्छ र यो भनेको युनिभर्सिटी टपरहरूको लागि पनि अवसर छ। सँगसँगै अर्को विज्ञापन यो जुन सहायक निर्देशक छ 14 विज्ञापन नम्बर त्यो पनि तपाईँको यो व्यवस्थापन होइन अर्थशास्त्र र व्यवस्थापनको खुल्लामा पनि यो स्वदेशी विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर तहमा चाहिँ प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेको चाहिँ हुनुपर्छ भनेर चाहिँ यसमा पनि उल्लेख गरेको स्थिति छ। हजुरले बुझिहाल्नुभयो होला। र सँगसँगै विज्ञापन नम्बर 15मा चाहिँ यो सहायक निर्देशक पदमाका लागि चाहिँ समग्र होइन मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर
हैन तपाईँको तह उत्तीर्ण गरेको हुनुपर्छ भनेर चाहिँ यहाँ उल्लेख गरेको स्थिति छ। र त्यसै गरी अर्को 16 नम्बर विज्ञापन हेर्ने भने यो एज अ सहायक निर्देशक लेखा परीक्षण अन्तर्गत चाहिँ यो मान्यता प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तपाईँको चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट तपाईँको चार्टर्ड एकाउन्टेन्सी अर्थात् सिए एससिसिए सिपिए परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ भनेर चाहिँ उल्लेख गरेको स्थिति छ भने सँगसँगै हामीले हेर्ने भने यो विज्ञापन नम्बर 17 हैन सहायक तपाईँको निर्देशक कानुन अन्तर्गत चाहिँ वाणिज्य कानुन अन्तर्गत मान्यता प्राप्त विश्वविद्यालयबाट कानुनमा हैन स्नातकोत्तर उत्तीर्ण गरेको अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा चाहिँ उत्तीर्ण गरी कानुन विषयमा चाहिँ तपाईँको स्नातक उत्तीर्ण गरेको हुनुपर्छ भनेर पनि उल्लेख गरेको स्थिति छ भने त्यसै गरी धेरैजनालाई हैन अब +2 पास गर्नुभएको छ, भर्खरै ब्याचलर पढिराख्नु भएको छ, ब्याचलर पास गर्नुभएको छ, उहाँहरू सबैको लागि चाहिँ अवसर भनेको यही 18 नम्बर विज्ञापन यो सहायक निर्देशक पदको लागि हो। र यसमा चाहिँ हामीले मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा +2 वा सो सरहको उत्तीर्ण गरेको हुनुपर्छ भने सँगसँगै लोकसेवा आयोगबाट चाहिँ यो जुन प्रकारको पिटेस्ट पनि पास गरेको हुनु पर्यो हैन। कार्तिक 15 गते सञ्चालन गरेको यो पिटेस्टमा तपाईँको पास भएर हैन सहायक जुन प्रकारले यो प्रमाणपत्रलाई पनि त्यसमा चाहिँ पेश गर्नुपर्ने छ र जुन प्रकारले 1 वर्षभित्र तपाईँको प्रशासन सेवातर्फको सहायक तपाईँको द्वितीय श्रेणी पदमा चाहिँ पेश गर्न सम्भाव्य उम्मेदवार हुने भएकोले बालवाला अवधिभित्रको प्रमाणपत्र चाहिँ अनिवार्य रूपमा पेश गर्नुपर्ने भनेर चाहिँ पिटेस्टको एउटा चाहिँ हुन्छ नि जुन त्यो पिटेस्टको प्रमाणपत्र हो त्यो प्रमाणपत्र पनि आवश्यक पर्ने भएको कारणले गर्दा त्यो पनि हामीले चाहिँ गर्नुपर्ने हुन्छ। सँगसँगै समावेशीको आधारहरू भनेको आदिवासी जनजाति हैन मधेसी दलित अपाङ्ग पिछडिया क्षेत्रको लागि चाहिँ सम्बन्धित निकायले जारी गरेको प्रमाणपत्र भनेको अनिवार्य रूपमा चाहिँ हुनुपर्छ भनेर उल्लेख गरेको स्थिति छ। र हामीले चाहिँ अब विज्ञापनलाई हुन्छ नि एप्लाई गर्ने पर्ने हुन्छ हैन। एप्लाईको लागि हामीले हेर्ने भने यो अन्तिम मिति हैन सहायक यो तपाईँको निर्देशक पदको लागि चाहिँ हैन पुसको 10 गते अन्तिम रहेको छ भने 21 वर्ष पुरा भएर 35 वर्ष ननागेको उम्मेदवारले पनि हुन्छ यसमा चाहिँ एप्लाई गर्न पाउने भयो। र सँगसँगै महिलाको हकमा भनेको 21 वर्ष पुरा भएर 40 वर्ष ननागेको हुनुपर्ने कुराहरू भइहाल्यो। र सँगसँगै यो सहायक पदको लागि चाहिँ हैन 18 वर्ष पुरा भएर 35 वर्ष ननागेको र पुस 10 गतेसम्म चाहिँ हामीले एप्लाई दिनुपर्ने चाहिँ मिति रहेको स्थिति छ। र सँगसँगै महिलाको उम्मेदवारको हकमा पनि त्यही 40 वर्षसम्म नै रहेको स्थिति छ भने परीक्षाको किसिम भनेको यो विज्ञापन नम्बर 13 को लागि हेर्ने भने यो पूर्व योग्यता परीक्षा हुन्छ। त्यसै गरी चाहिँ तपाईँको विषयगत लिखित परीक्षा र अन्तर्वार्ताको माध्यमबाट चाहिँ उम्मेदवारहरूको छनौट गरिन्छ भने त्यसै गरी विज्ञापन नम्बर 16 भनेको अब भनेको विषयगत तपाईँको लिखित परीक्षा र अन्तर्वार्ताको माध्यमबाट चाहिँ उम्मेदवारहरूको छनौट गर्ने कुराहरू छ भने सँगसँगै 13 नम्बर 14 र 15 नम्बरको लागि चाहिँ यो संयुक्त हैन तपाईँको परीक्षा प्रणाली मार्फत चाहिँ सञ्चालन गर्ने कुराहरू छ भने सँगसँगै अर्को के पनि उल्लेख भएको स्थिति छ भने यो पूर्व योग्यता परीक्षा हुने पदको हकमा पूर्व योग्यता परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरूलाई मात्र विषयगत लिखित परीक्षामा चाहिँ समावेश गराइनेछ भनेर पनि यसमा चाहिँ उल्लेख भइसकेको स्थिति छ। र सँगसँगै अर्को भनेको विषयगत लिखित परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्तामा पनि समावेश गराइनेछ सामेल गराइनेछ भनेर पनि उल्लेख भएको स्थिति छ भने अब भनेको परीक्षा सञ्चालनको हिसाबले हेर्ने भने हामीले हुन्छ नि यो विज्ञापन नम्बर 13, 14 र 15 को पूर्व योग्यता तथा विषयगत लिखित परीक्षा र तथा विज्ञापन 16 को विषयगत लिखित परीक्षा भनेको लोकसेवा आयोग काठमाडौँबाट चाहिँ सञ्चालन हुनेछ भनेर चाहिँ उल्लेख गरेको स्थिति छ भने विज्ञापन नम्बर 18 2082 पदको चाहिँ विषयगत लिखित परीक्षाको लोकसेवा आयोगको धनकुटा जलेश्वर काठमाडौँ बुटवल सुर्खेत दिपायल कार्यालयले चाहिँ तोके बमोजिम सञ्चालन हुनेछ भनेर चाहिँ उल्लेख गरेको छ। र सँगसँगै सम्पूर्ण विज्ञापनहरूको अन्तर्वार्ता भनेको हैन नेपाल राष्ट्रको केन्द्रीय तपाईँको कार्यालयबाटै हुनेछ भनेर यहाँ उल्लेख गरिएको स्थिति छ। र सँगसँगै पाठ्यक्रम भनेको बेङ्गो वेबसाइटमा पनि हामी पाइहाल्छौँ। सँगसँगै एज अ हुन्छ नि परीक्षणकाल भनेको महिला कर्मचारीलाई 6 महिना र पुरुष कर्मचारीलाई चाहिँ 1 वर्ष रहेको छ भनेर हामीले बुझ्नु पर्यो। र सँगसँगै अर्को भनेको यो निर्वृत्ति भरण पाउने वा नपाउने अन्तर्गत चाहिँ योगदानमा आधारित निर्वृत्ति भरण चाहिँ पाउने कुराहरू छ। र सँगसँगै यो अधिकृत श्रेणीको लागि चाहिँ हुन्छ नि हामीले एप्लाई गर्ने हुन्छ नि शुल्क भनेको 1000 रहेको छ। र सँगसँगै प्रत्येक समूहबाट चाहिँ समूहमा सहभागी हुन थप हैन तपाईँको 400 रुपियाँ एक्स्ट्रा चाहिँ हामीले गर्नुपर्ने हुन्छ भने सँगसँगै सहायक द्वितीय श्रेणीको लागि चाहिँ यो 800 रुपियाँ चाहिँ हुन्छ नि र प्रत्येक थप समूहमा सहभागी हुन 300 रुपियाँ चाहिँ हामीले परीक्षा दस्तुर चाहिँ हामीले बुझाउनु पर्ने हुन्छ। र सँगसँगै अब भनेको हामीले चाहिँ अनलाइन
एज अ हुन्छ नि पोर्टल मार्फत चाहिँ हामीले समग्र विज्ञापनको चाहिँ एप्लाई गर्न पाउँदछौँ भने सक्दछौँ। र हामीले चाहिँ अब एज अ भ्याकेन्सीलाई हामीले हेर्ने हो भने नेपाल राष्ट्र ब्याङ्कको वेबसाइटबाट हेर्न सकिन्छ होइन। यसमा टोटल यसमा चाहिँ विवरणहरू सबै उल्लेख गरेको स्थिति छ। र त्यसै गरी हामीले अर्को भनेको बुझ्न सक्दछौँ कि यो आन्तरिक होइन तपाईँको कार्य सम्पादन तपाईँको कार्यक्षमता मूल्याङ्कन तर्फबाट हेर्ने हो भने यो सहायक निर्देशकमा 8 जना चाहिँ हुन्छ नि एज आन्तरिक कार्य सम्पादन मूल्याङ्कनबाट चाहिँ बढुवा हुन लागेको स्थिति छ। र सँगसँगै हामीले अर्को भनेको बुझ्नुपर्ने यो उपनिर्देशक होइन तपाईँको अधिकृत तृतीयलाई चाहिँ हुन्छ नि 20 जना। त्यसै गरी चाहिँ सहायक निर्देशक पदमा चाहिँ हामीले हेर्ने हो भने 13 जना चाहिँ हुन्छ नि आन्तरिक यो कार्य सम्पादन कार्यक्षमता मूल्याङ्कन तर्फबाट चाहिँ हुँदै गइरहेको छ भने सँगसँगै यो प्रधान सहायक होइन जसमा चाहिँ 45 जना भनेको यो कार्य सम्पादन मूल्याङ्कन मार्फत चाहिँ हुन्छ नि बढुवा हुन गइरहेको स्थिति छ। सँगसँगै सहायक पदमा चाहिँ 4 जना चाहिँ होइन सहायक द्वितीय पदमा चाहिँ यो बढुवा हुने हुन्छ नि एउटा चाहिँ कार्य क्षमता मूल्याङ्कनको तर्फबाट चाहिँ यसरी चाहिँ भइरहेको स्थिति छ भने सँगसँगै कार्यक्षमता मूल्याङ्कनतर्फ पनि हुन्छ नि सबै कुराहरू चाहिँ यसमा उल्लेख भएको स्थिति छ। आन्तरिक प्रयोगात्मक परीक्षाबाट हामीले प्रतियोगितात्मक परीक्षालाई हेर्ने हो भने यो हुन्छ नि आन्तरिक कम्पिटिसनबाट चाहिँ समग्र यो सहायक निर्देशक होइन निर्देशक यो निर्देशक अधिकृत प्रथममा चाहिँ 4 जना हुन्छ नि कोठा रहेको छ। र सँगसँगै यो उपनिर्देशक होइन तपाईँको पदमा चाहिँ 8 जना बढुवा आन्तरिक कम्पिटिसनबाट चाहिँ परीक्षा हुँदैछ भने सँगसँगै सहायक निर्देशकमा 12 जना, सहायक प्रधान सहायकमा चाहिँ 31 जना र सँगसँगै सहायकमा 3 जनाको चाहिँ हुन्छ नि आन्तरिक प्रतिस्पर्धा मार्फत पनि हुन्छ नि समग्र यसको चाहिँ हुन्छ नि कम्पिटिसन मार्फत चाहिँ हुन्छ नि बढुवा हुने गर्दछ नेपाल राष्ट्र ब्याङ्कमा। एकदमै राम्रो यो चाहिँ अवसरहरू रहेको छ भने र हामीले बुझ्न सक्दछौँ कि यो बैङ्कले होइन समग्र वेबसाइटमा पनि समग्र पाठ्यक्रम राखेको कुराहरू हामीले बुझ्न सक्दछौँ। र सँगसँगै आन्तरिक एज हुन्छ नि प्रतियोगिता मार्फत पनि हुने एज अ समग्र परीक्षाहरू भइहाल्यो। सँगसँगै कार्यक्षमता मूल्याङ्कनका कुराहरू पनि यसमा चाहिँ रहेको कुराहरू छ। यसरी हजुरले चाहिँ हुन्छ नि समग्र नेपाल राष्ट्र ब्याङ्कले चाहिँ आज प्रकाशन गरेको विज्ञापनको बारेमा चाहिँ जानकारी प्राप्त गर्नुभयो होला भन्ने अपेक्षा गरेको छु। र सँगसँगै नेपाल राष्ट्र ब्याङ्कको एज अ हुन्छ नि समय एज अ हुन्छ नि पाठ्यक्रमहरू चाहिँ हजुरले पाठ्यक्रम एज अ हुन्छ नि यहाँ वेबसाइटमै राखिएको स्थिति छ, त्यहाँबाट पनि हजुरले हेर्न सक्नुहुन्छ। र आजको यो समग्र हुन्छ नि विज्ञापन लक्षित समग्र जानकारी चाहिँ मैले यहीँ जानकारी गराउन चाहेँ। र सँगसँगै हजुरहरूले एप्लाई गर्नुहोला। सँगसँगै परीक्षाको तयारीको निम्ति चाहिँ आवश्यक पर्ने मेटेरियलहरू भनेको मैले मेरो युट्युब च्यानलमा रेगुलरमा ल्याउँदै गएको स्थिति छ। हजुरहरूले त्यहाँबाट पनि हुन्छ नि यसको चाहिँ लाभ लिनुहोला, जसले गर्दा हजुरहरूलाई रेगुलरमा नयाँ नयाँ एउटा हुन्छ नि जानकारीमूलक कन्टेन्टहरू चाहिँ म मेरो युट्युब च्यानलमा पनि राख्दै जानेछु। हजुरहरूले चाहिँ युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिजानुहोला। र आजको भिडियोलाई मैले यहीँ क्लोजिङ गर्न चाहन्छु। अर्को भिडियोमा नयाँ विषयवस्तुका साथ म उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि हजुरले मलाई बिदा दिनुहोस्। हस्, नमस्कार, धन्यवाद।